जापानी स्वयंसेवकहरूको एक टोलीले ललितपुर माध्यमिक विद्यालयमा अवलोकन भ्रमण गरेको छ। विद्यालय प्रशासनले स्वयंसेवकहरूलाई भव्य स्वागत गरेको थियो। I'm very happy. I'm very happy because they are very active and they showed us that the very beautiful dance for us. I'm very impressed, very much. To find that the some poor student, they would like to be that the more have that the education. So I would like to support some of them, and also how they educate their student to that the good Nepali people in the future. भ्रमणका क्रममा स्वयंसेवकहरूले विद्यालयको भौतिक संरचना, शैक्षिक वातावरण र विद्यार्थीहरूको सिकाइ प्रक्रियाको अवलोकन गरेका थिए। आजको कार्यक्रम चाहिँ यो खास गरेर जापानिज भलन्टियरहरू चाहिँ उहाँहरूले चाहिँ हाम्रो स्कुल पनि हेर्ने इच्छा गर्नुभयो। त्यो भएर उहाँहरू आउनु भएको हो। उहाँहरू खास गरेर मेडिकल लाइनको हुनुहुन्छ र उहाँ सर सँगसँगै आउनुभएको छ र हाम्रो बच्चाहरूसँग यसो घुलमिल गराउने यहाँ के छ कसो छ तपाईँले कम्युनिटी रूपमा सहयोग गरिरहनु भएको छ, ट्रस्ट रूपमा सहयोग गरिरहनु भएको छ। हामी पनि हेर्न चाहन्छौँ यस्तो ट्रस्टलाई, कम्युनिटीलाई हामी पनि हेल्प पनि गर्न चाहन्छौँ। हामी हेर्न चाहन्छौँ पहिले उयो स्टडी हामी पहिले स्टडी गर्छौँ त्यसपछि तपाईँहरूलाई हामी गर्नुपर्ने सहयोग गर्छौँ भन्ने कुरा उहाँले गर्नुभएको छ। त्यसो सिलसिलामा आजलाई आउनुहोस् त भनेर हामीले मलाई एउटा चाहिँ अनौपचारिक रूपमा साधारण रूपमा नै हामीले उहाँलाई स्वागत गरेका हौँ। उहाँहरू त खास गरेर आउनु त जायका मार्फतबाट आउने हो उहाँहरू सबजना होइन। जे होस् हाम्रो चाहिँ हिम्मत सर युनिभर्सिटीको हुनुहुन्छ नि प्रोफेसर साहब, उहाँले नै चाहिँ म एकपल्ट यहाँ ल्याउँछु है सर ल्याइदिन्छु भन्नुभएको थियो। ल्याउनुहोस् सर भनेर उहाँ मार्फत आउनुभएको यहाँ छ। अहिले त्यस्तो कुरा त भइसकेको छैन, तर के भने अब भविष्यमा पनि चाहिँ भोलिन्टियर रोल लिएर आएर हामीलाई सहयोग गर्ने, यहाँ बसेर पढाउने गर्ने काम गर्ने, एउटा सहयोगिता देखाउने, एक आपसमा सहकार्य गर्ने भन्ने कुरा चाहिँ भइरहेको छ सर। हस् थ्याङ्क यू। आजको यो हाम्रो विद्यालयमा भएको कार्यक्रम चाहिँ एकजना हाम्रो त्रिभुवन युनिभर्सिटीका डिन फ्याकल्टी हेड हाम्रो हिक्मत सरले कसरी विद्यार्थीहरूको पढाइको लागि स्कलरसिप र अलिकति इन्टरनेसनल विद्यार्थीहरूसँग इन्टरनेसनल संस्थासँग कनेक्सन गर्न सकिन्छ यो विद्यालयलाई भनेर हामीले उहाँसँग सहयोग मागिरहेका थियौँ र सल्लाह गरिरहेका थियौँ। यसै क्रममा उहाँ चाहिँ नेपालको धेरै ठाउँमा घुमेर र यस्ता संस्थाहरू चलाएर जुन निडी ग्रुप हुन्छ अनि त्यस्तो ग्रुपलाई चाहिँ स्कलरसिप दिँदै र विभिन्न सङ्घ संस्थासँग आबद्ध गराउँदै त्यो विद्यार्थीहरूको कसरी प्रगति गर्न सकिन्छ र पढाइमा र अन्त्यमा भविष्यमा उनले पढ्न चाहेको विषय, किनभने अहिले एकदमै महँगो छ पढाइ, त्यो विषयमा पढ्न चाहने विद्यार्थीलाई चाहिँ त्यो अवस्थासम्म पुर्याइदिनलाई म केही हेल्प गर्नु कि भनेर केही स्टुडेन्टलाई अहिले हाम्रो विद्यालयबाट एकजना विद्यार्थीलाई उहाँहरूले त्यो खालको फेसिलिटी दिनुभएको छ र अब भविष्यमा अरू यस्ता 2-3वटा विद्यार्थीलाई पनि जो एकदमै जेहेन्दार हुनुहुन्छ, आर्थिक अवस्था कमजोर छ, अनुशासित हुनुहुन्छ, यस्ता विद्यार्थीले चाहिँ विद्यालयले सेलेक्ट गर्छ र त्यो विद्यार्थीलाई चाहिँ उहाँले स्कलरसिप लामो समयसम्म यो विद्यालयमा पढिन्जेल र +2 सम्मको अवस्थालाई उहाँले हेरेर त्यो बेलासम्म उहाँले स्कलरसिपको व्यवस्था गरिदिनुहुन्छ भनेर हामीलाई भन्नुभएको थियो। त्यो उसो भए हाम्रो विद्यालयमा नि किन नगर्ने त भनेर भनेका थियौँ। त्यसको साथसाथै उहाँको चाहिँ अब यो जापानको युनिभर्सिटीसँग र जापानका केही विद्यालयहरूसँग र युनिभर्सिटीसँग पनि सम्बन्ध रहेको हुनाले त्योसँग पनि हाम्रो ललितपुर मावि कनेक्ट हौँ र त्यहाँको एजुकेसन सिस्टम कस्तो छ र हामी यो विद्यालयलाई पनि त्यो एजुकेसन सिस्टमसँग कसरी कनेक्ट गर्न सक्छौँ र यहाँका विद्यार्थीले पछि यो एजुकेसनमा बाहिर गएर पढ्दाखेरि पनि केही सुविधा प्राप्त गरून्
र किनभने एउटा कनेक्सन भइसकेपछि ओभियसली त्यसको बारेमा पनि जान्न सिक्न मौका पाउने भएर त्यतातिरको बाटो पनि खुल्ने भयो भनेर हामीले उहाँसँग सहकार्य पनि गऱ्यौँ। त्यसै क्रममा उहाँले एकजना जापानका अहिले नेपालमा काम गरिरहनु भएका प्रसिद्ध डाक्टर र त्यही MBBS 4th इयर पढिरहनुभएका विद्यार्थी भाइबहिनीसहित यहाँ लिएर आउनु भएको छ। अनि त्यसैको कार्यक्रम बापत हामीले विद्यार्थी भाइ बहिनीहरूलाई पनि परिचित गरायौँ र उहाँहरू चाहिँ MBBS पढ्ने 4th इयरका डाक्टरहरू हुनुहुन्छ भविष्यका र उहाँ आफै एकजना चाहिँ डक्टरै हुन् र उहाँले नेपालको विभिन्न रिमोट एरियामा दुर्गम ठाउँमा बसेर नेपालीहरूलाई स्वास्थ्य सम्बन्धी आफै पनि फिल्डमा खटेर सेवा दिइरहनु भएको छ भनेर भन्नुभएको छ। त्यही क्रममा हाम्रो विद्यालयमा पनि उहाँ आउनु भएको छ र भोलि हामी भोलिन्टियरको रूपमा यो विद्यालयमा पनि उहाँ मार्फत भोलिन्टियरको रूपमा ती विद्यार्थी भाइ बहिनी अर्थात् ती जापानिज स्कलरसँग पनि परिचय गराएर उहाँहरूले पनि केही भोलिन्टियर कार्यहरू हामी विद्यालयको सहकार्यमा गर्नुहुनेछ भन्नुभएको छ। अब यसको लागि चाहिँ हामी प्रतीक्षारत छौँ। अहिले यही गर्छौँ भनेर भनिरहेको छैनौँ। यही कार्यक्रम अन्तर्गत आज यो चाहिँ सुरुवात हो। हामी चाहिँ एउटा इन्टरनेसनल कनेक्सनमा गएको। भ्रमणपछि जापानी स्वयंसेवकहरूले विद्यालयको शैक्षिक स्तर उन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।